मान्छेले जिन्दगीमा केही गर्न सक्दैन क्या। स्वास्नी कुट्ने रक्सी खाने बुढो त प्रभु कसैलाई नपरोस्। ए किचकिचे बुढी काचकाचे बुढी म भाइ त उयो छोडिदिन्थे लात्ताले दिएर निकालिदिनु पर्ने के भन्छ त नि। यही पाराले 90 सालमा घर बन्छ लेखेर दिए ल राख नक्सा सुधा लेखेर दिएछु मैले यार के भन्छ 90 सालमा गर्ने। ओ हेलो कति बेला उठ्ने बेला भएन के पारा के हो कति बेला सुतेको कति बेला उठ्ने हो कति बज्यो। यही पाराले 90 सालमा घर बन्छ यही पाराले 90 सालमा घर बन्छ 90 सालमा घर बनाउँछु। उठ क्या म त दिमाग तातेर आउँछ यार। 11 बजेदेखि सुतेको मान्छे 2 घन्टा भयो म उठ 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 भनेको के हो क्या। क्या कति बेला उठ्ने 90 सालमा घर बनाउँछु। ओहो दुनियाँलाई सिकाउने दुनियाँले यो गर्ने त्यो गर्ने। ओहो यस्तो मान्छेले जिन्दगीमा केही गर्न सक्दैन क्या। यस्तो मान्छेले जिन्दगीमा केही गर्न सक्दैन क्या। म बोले सुनेर माथिको मान्छे आउँछ क्या तल अहिले। उठे छिटो भने कति बज्यो ड्युटी जानु पर्दैन। यो संसारमा त तिमी जस्तो अल्छी त कोही छैन है। लाज मर्नु यार। काम गर्ने टाइममा काम गर्नु पर्यो सुत्ने टाइममा सुत्नु पर्यो त। बेला नआएको बेला सुत्या छ है 1 घन्टा 2 घन्टा हो क्या सुत्ने 5 घन्टा भइसक्यो 5 6 घन्टा भइसक्यो। उठ भन्छु उठ्दैन उठ भन्छु उठ्दैन 2 घन्टा भइसक्यो है। तिमी जस्तो त हो कोही छैन सारा संसारमा कोही छैन होला। यस्ता धेरै सुत्ने अल्छी बुढो अल्छी स्वास्नी कुट्ने रक्सी खाने बुढो त प्रभु कसैलाई नपरोस्। स्वास्नी कुट्ने रक्सी खाने बुढो त प्रभु कसैलाई नपरोस्। लो उठ क्या के लेखेँ गरे उठ भने राम्रैसँग उठ भन्छु उठ्दैन उठ भन्छु। अहिले थियो म उठ भनेको 2 घन्टा भयो क्या 2 घन्टा के निद्रा लाग्यो क्या जहिले फेरि। आमामा काममा जानुलाई पनि कर गर्नुपर्छ। उठ बुढो उठ 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 जाऊ 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 भइले आउँछ दिमाग छिटो उठ। दिमाग आयो यस्तै हुन्छ होला। त्यो सुत्ने दिमाग छ तिम्रो अरू के छ र। छिटो उठ है भनेछु अहिले फेरि ल्याङ 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 गर भन्न पाइँदैन फेरि दिमाग खराब। उठ क्या छिटो के लगाएको छ त्यहाँ भिडियो बनाएको छु। तिम्रो हरकत देखाउनु पर्छ त हरकत। मलाई चाहिँ दुनियाँले ए किचकिचे बुढी काचकाचे बुढी म भाइ त उयो छोडिदिन्थे लात्ताले दिएर निकालिदिनु पर्ने के भन्छ त नि। ए किचकिचे बुढी काचकाचे बुढी म भाइ त उयो छोडिदिन्थे लात्ताले दिएर निकालिदिनु पर्ने के भन्छ त नि। तिम्रो बाना कतिले हुनु पर्यो त नि। त्यति किचकिच गर्छ कसैलाई मुख दुखाउनु मन लाग्दैन फेरि मुख दुखिस बोलेर। अब उठ भने उठ्या होइन के भन्ने तिमीलाई भन त ल। छिटो बडा तिमी उठि कि नउठ्ने कहिले बनाउँछौ घर बन्छ 90 सालमा 90 सालमा यही पाराले बन्छ 90 सालमा घर बन्छ। के भन्छ 90 सालमा गर्ने के भन्छ 90 सालमा गर्ने सुतेर बन्छ होला 90 सालमा फुरुर पैसा झर्छ होला अनि बनाउँछ होला नि। यतिकै त बन्दैन यो नभए त फेरि 90 साल आउन कति छ भन्दैन अझै। यही पाराले बन्छ यही पाराले बन्छ 8 वर्ष छ नाटक नगर के गर्छु 8 वर्ष यो 10-12 वर्ष भइसक्यो के गर्नु सक्यो उठ क्या लु घर बनाउन सक्दैन म। घर बनाउनु कसरी बनाउँछौ घर चाहिँ कहाँ बनाउँछौ ए काठमाडौँमा हो भन्थ्यौ त तिमी त अझ जहाँ भयो भने बनाउनु त पुरा नक्सा सक्सा सब बनाइसकेको छु मैले। नक्सा बनाइसक्यौ
कहाँ बनायो नक्सा चाहिँ बुकमा कहाँ बनाउँछन् बुकमा धेरै नाटक नगरेको उठा ल्याङ गर्नुपर्ने जहिले जिन्दगीमा भने नमान्ने क्या भने नमान्ने यार अहिलेदेखि उठ भनेको 3 बजेदेखि उठ भनेको उठेर 5 बज्यो के हेर यो हेर तिमी नै नक्सा हेर क्या नक्सा यस्तो हुन्छ नक्सा घरको नक्सा धेरै किचकिच नगर घरको नक्सा हेर बनाएर देखौ पहिला अनि थाहा हुन्छ म विश्वास लाग्दैन त्यही कारण यहाँ देखिन्न आँखा सुत्न नि किचकिच गरेर आयो सुत्न पनि कति बजे सुतेको हामीले क्या फेरि त यसरी हामीलाई कस्तो होला यहाँ हेर न नक्सा हेर कि 90 सालमा घर बन्दैन त्यस्तै बन्दैन 90 सालमा बनायो भने त लेखेर दिन्छु मैले भन्दैन भन्छ लेखेर दिएँ मैले यहाँ कि लेखेर दिएँ तिमीलाई भन्छ त लेखेर दिएँ ल राख नक्सा सुधा लेखेर दिएछु मैले यहाँ लेखेर दिएछु 4वटा कोठाको एउटा टोयलेट बाथरुम टोयलेट चाहिँ किन चाहियो बारीमा हग्यो न बारीमा तिमी हग्न त बारीमा जाने हो त नि टोयलेट भइदिन्छ के अरे उठा के अघिदेखि 4 बजे के 3 बजेदेखि उठ भनेको खाजा ल्याएँ खाएँ मैले अब बाँकी चाहिँ एउटा खाउ उठेर सँगै खाउँ सँगै गरौँ भने त मान्ने होइन कस्तो आँखा हो यो खोइ फेरि आँखा चिम्बो हुन्छ आँखा कस्तो आँखा त्यस्तो हेर्न सक्दैन उठ क्या दुनियाँले मलाई किचकिचे भन्छ आफू चाहिँ के हो पा छिटो तिमी नउठ्ने हो तिमी नउठ्ने भयो म बोलाउँदिनँ है फेरि भनेछु उठ उठ अब त उठ्छौ कि यता फर्क त यता फर्क राजा म त यहाँ डर दुनियाँले हेरिरहेछ यहाँ के पारा तिम्रो यही देखाउनलाई हरकत देखाउनलाई मलाई किचकिचे बुढी भन्छ नि त अनि किचकिचे नहुनलाई त बुढा पनि कस्तो चाहिन्छ यतिकै किचकिच गर्छ मेरो मुख धुइछ आज थाहा छ कि थाहा छैन उठ मेरो हेड दुखेन म त्यस्तै हालेछु उसलाई दुखेन होला के कुचोले हाल्नुपर्छ कि हाल्नु है हातले त दुख्ने रहेछ आफैलाई उठ रे उठ उठ काममा जाऊ खाजा झार जाने नजाने काम जाने हो उठ काम नगरे हुन्छ उठ सुर्ती ल भोलिदेखि अब खाना खाएर जाने हो कि खाना रुममा आउने हो रुममा खाना खाएर आएपछि यस्तो निद्रा लाग्छ ल्याङ गरे हुन्छ केही खानु पर्यो खाजा अनि जानु पर्यो खाजा साजा सब खाइसक्यो एउटा सेल बाँकी छ खाने बेलामा उठ्नु पर्यो त अचार र सेल ल्याथे अलिकति के हेरे नम गरेर खुट्टा ढुक्का उठेको थियौ उठ्नु पर्यो त खानालाई त बच्चा कुच्चा त खाने नि अल्छी भएपछि त के हेरे खाएको त तिमीले नै भिडियो बनाएको थियौ त ल के भन्नु पर्यो त अब किन भिडियो बनाऊ यो भिडियो हाल्ने कि नहाल्ने हो हाल्ने नि किन हाल्ने किन बनाउनु भिडियो चाहिँ खास गरी किन बनायो भनेदेखि मलाई कमेन्टमा धेरै साथीहरूले चाहिँ अब अलिकति भिडियो हेरेर किचकिचे बुढी रहेछ भन्नुहुन्छ नि त त्यही भएर बनायो उहाँ चाहिँ म किचकिचे होइन मलाई किचकिचे उहाँले बनायो क्या त्यही भएर बनाएको यो भिडियो चाहिँ अब किचकिच भन्दैन नि त अब जे भने नि भन्नु किचकिचे आफै भएन खास गरी किचकिचे चाहिँ उहाँले गर्नुभएको उहाँले बनाउनु भएको बाध्यताले म किचकिचे बनेको है त्यही भन्न चाहन्छु ओके अहिलेसम्म भिडियो हेरिदिनु भएको छ भने लाइक गरिदिउँ सब्सक्राइब गरिदिउँ है सबैजनालाई बाई बाई नेक्स्ट भिडियो नेक्स्ट भ्लगमा भेटौँला ओके बाई बाई मेरो घरको नक्सा देखाउ नि तिमीलाई घरका नक्सा त्यहाँ देखाउ त देखाउँदैनौ अस्ति नै बनाइराखेको थियो
हुने काम गर्नु क्या नहुने के गर्नु त्यो घर बनाउने पनि नहुने काम हो बनाउँछौ यही कपीमै त बनाउने हो नि अरू त के अरू कहाँ बनाउँछौ सक्छौ र पहिला कपीमा बनाउने अनि बल्ल फिल्ममा बनाउने लाग्दैन तिमीलाई तिमीले यस्तो सुताइ हेर्दा त्यस्तो अल्छी हेर्दा त कहाँ लाग्छ क्या मन छ भनेर लाग्दैन तिमीलाई मलाई मनै छैन 2 तला 1 तलामा राख्ने यहाँ 5 तलामा बसिरहेको छौँ हामी के 5 तला घरमा बसिरहेको छौँ 1 तला घरमा बसेर निद लाग्छ यो कसो गर्यो जसको भने बस्दासम्म आफ्नो हो भने होइन तिमीले यो तिम्रै डाइलेग हो कि होइन जसको घर भने बस्दासम्म आफ्नै घर हो सरसफाइ गर्नुपर्छ भने होइन यो कलर लाउने बेला आफूले बोलेको कुरा आफै बिर्सिन्छौ जहिले भाडा तिरेर बस्छ अर्का घर बस्नु बस्छ अहिले त अर्का घर भएछ त फेरि आफ्नो घर भने आफ्नै घर हुन्छ नि अब बस्नु जालको भने त के जहिले बसिन्छ यहीँ बस्ने विचार छ तिमीलाई बन्दैन घर सर अब तिमीले नहुने काम के गर्छौ भन्छौ त नि बनाएर देखाउनु पर्यो त पहिला देखाउँछु त म 92 सालमा फेरि कति सालमा ए 90 सालमा नै उदालो चाहिँ अब ल गाइस अब कुरा भने यस्तै हो चलाउनु न हुन्छ ल बाई बाई अहिले हाम्रो झगडा पनि पर्न सक्छ पछि राख लु बाई बाई